हेलो गाइस, ल खतरा है। मलाई चिन्नुभयो छैन नि? अब बिस्तारै चिन्नुहुन्छ है। सो फाइनली म चाहिँ बालुवा झारेर आइसकेको थिएँ यता। अब रुमतिर लाग्नु आएको। अब त्यो म भाइ छौँ हामी यहाँ तिनजना। हेलो गाइस, के छ? सन्चो अनि त्यही हो, गाडीको सिटी फुक्दै कुद्दै गर्ने हो गाइस होइन। ए नयाँ हुनुहुन्छ भने पेजलाई फलो गरिदिनु होला प्लिज, सेयर सब्सक्राइब गरिदिनु होला। मलाई चाहिँ टिकटक गर। अब त्यही हो। त्यही हो गाइस है। हेलो सबैजनाले माया सपोर्ट दिनु पर्यो। यसो हामीलाई माया देखाउनु पर्यो। बस के छ आमा मान्छे त चाबेल के हो यार तपाईँ? बाटोमा हिँड्दा पनि नर्मली हिँड्ने मान्छे भखर्ने यस्तो। गाडी नचिनेर के तपाईँ यार? हँ गाडी नचिनेर क्या? अब चिन्नु भयो नि त। टिकटक भाइरल यार। के भाइरल हुन्थ्यो ल, टिकटक भाइरल भन्छ यस्तो। के गर्नु यार, कुरा सुन त बे। अब फेरि टिकटक युट्युबमा यसो सब्सक्राइब चाहिँ हानिराख्नु है। हामीलाई चिन्नुहुन्छ अब बिस्तारै। भर्खरकै हो हामी भर्खरको छिटो हो जोबानी। त्यही हो। अब त्यही हो। सो गाइस है, अब सबैजनाले गरिदिनु होला, सब्सक्राइब गरिदिनु के? सब्सक्राइब गरिदिनु होला। त्यही हो। त्यही हो गाइस है। मिठोमा मिठो सम्झना सबैले सब्सक्राइब लाइक गरिदिनु होला। त्यही हो होइन? त्यही हो। हामी पनि यसो भाइरल हुन्छ कि? त्यही हो गाइस। यो नियम कानुन यो के राखेको हो? नियममा कानुन अब के गर्नु, अब सरकारहरूले अब यस्तो यस्तो बाटोमा गाडी राखिदिन्छ अनि केही गरी छुयो भने फेरि ट्रक आएर छुइदियो। ल भयो त, अब के भन्नु त मान्छेलाई। हाम्रै हो। गल्ती देखाउने हाम्रै हो। त्यही हो गाइस। हामी चाहिँ अहिले टक्कै बालकोट चोकमा आइपुगेका छौँ। यहाँ चाहिँ यही हो बालकोट चोक, सबैलाई थाहा होला। म चाहिँ यता चिमीबाट आइरहेको, अनि यता जाने गठाघर निस्किन्छ कौशलटार, यता गयो भने लुबु निस्किन्छ, बिरुवा उता मास्तिर कता कता निस्किन्छ नि त। के छ? सबैलाई सन्चै हुनुहुन्छ? तर अब त्यही हो गाइस, माया सपोर्ट दिनु पर्यो है सबैजनाले। अलिक ठुलो भयो न। त्यही हो गाइस होइन? हामी चाहिँ ठ्याक्कै यता टिका खोलीपट्टि जाने है गाइस। अब यतातिर लाग्यो पानीपुरी खाउँला